यो चाहिँ अहिले हालैको इटरीको मौसम रहेको छ। देख्न सक्नुहुन्छ भारी बोकेर यस्तो पानी झरीमा लिङ्गेसन बनिसक्यो। झोला यत्रो झोला, यता पनि झोला भएर लिङ्गेसन। 5 किलो मात्रै आलु, 100 को 5। तो साला बहुत नीच आदमी रहे। 100 को 5 किन्ने भयो आउनु होला इटरी। यस्तो राम्रो राम्रो छ। अहिले इटरीको अवस्था एकदमै नाजुक बनेको छ। देख्न सक्नुहुन्छ यहाँ हट्टा गर्न आएको पानी त्यहाँ हङ्गीले उडाएर अब मलाई लग्ला जस्तो छ मेरो घरतिर। पानी त्यहाँ हङ्गीले उडाएर अब मलाई लग्ला जस्तो छ। गाइज मेरो यति छ। गोरुङ छ गाइज, के गर्नु। Hello, how are you? I am under the water. Please help me here too. देख्न सक्नुहुन्छ मेरो चाहिँ यहाँ मेरो ढाल खुस्किन आँटिसक्यो गाइस। देख्न सक्नुहुन्छ भारी बोकेर यस्तो पानी झरीमा। मलाई कसैले यहाँ बचाउनु उद्धार गर्न आउनु होला। मलाई कसैले प्लिज, मलाई हेल्प निड हेल्प। यस्तो पानीमा यस्तो गोरुङ 6 केजी आलु सब्जीहरू बोकेर म बसिरहेको छु। पानी रोक्यो गाइस, अब हामी जाँदैछौँ घर। जानु छैन, अझ सपिङ गर्नु बाँकी छ। यस्तो भिज्दो गाइस इटरीको वेदर के भन्नु। चाहिने बेला पानी पर्दैन यहाँ, बिजोग गरिदियो। बाढी बगिरहेछ गाइज। ओइ आया यस्तो भारी छ गाइज। त्यही पनि हिँड्न परिरहेको छ। यस्तो वेदर छ। अब कसरी घर जानु। यस्तो यहाँ त पानी नै पानी। कोही हिँड्ने ठाउँमा यस्तो छ गाइज। यो चाहिँ अहिले हालैको इटरीको मौसम रहेको छ। यस्तो ठुलो पानी परेर भर्खरै रोक्यो, शान्त भयो गाइस। यस्तो यहाँ डुगान भइरहेछ। अब कसरी घर जाने बिचल्ली अवस्थामा छौँ गाइस। सफाइ पनि पाउँदैन, केही पाउँदैन। सफाइ पाए पनि महँगो हुन्छ।
अझै सब्जीहरू किन्नु बाँकी छ गाइज गरेर हालिदिनु न हिँड्नुको निकी यस बटको छि म लिङ्गेसन बनिसक्यो झोला यत्रो झोला यता पनि झोला भएर लिङ्गेसन लिङ्गेसन बनिसक्यो गाइज गोरुङ भइरहेको छ त्यही सामानहरू पाल्दैन प्याज देख्न सक्नुहुन्छ गाइज यति गोरुङ छ म जाँदैछु गाइज अब घर फर्किहाल्छु टाइम भइसक्यो यस्तो गोरुङ छ गाइज झोला धेरै भारी भयो भने मैले बोक्न नि सकेको छुइनँ कस्तो भारी छ गाइज अब म फाइनली मेरो सपिङ सक्छु अब म घर गएर मस्त सुत्दिनँ नुहाउँछु अब यहाँ हिँड्दै ल सबै सिक्सिको भइरहेछ आया यस्तो गोरुङ छ गाइज मेरो झोला के भन्नु हजुरहरूलाई सफारी अहिले पाए त हुन्छ नि उता पर जानुपर्छ अझै पर्खिनुपर्छ सफारीको लागि यस्तो गाह्रो छ आफ्नो बाइक स्कुटर भएको भए यस्तो दुखाउँदैन थियो यस्तो स्कुटर भएको भए म स्कुटरमा जान्थेँ नहीं हम लोगों ने गरीबी देखी है यस्तो दुःख भएर मेरो यहाँको करङै भाँचिसक्यो होला गाई किन दुःख छ मलाई दुःख छ दुःखमा सुखै सुख छ मलाई डिप्रेशन मैं डिप्रेशन में रहता हूँ हमेशा अभी मैं डिप्रेशन में हूँ आइसके अङ्कल जानुहुन्छ मिनाचोक जानुहुन्छ गाई सफारी पनि पाइन्छ मोहल्ला छेलछेलमा आफ्नो काम गर खुलुखुलु सफारी पनि पाइँदैन ए गोरुङ भएको बेलामा यस्तो हुन्छ क्या यस्तो बिजोग छ फेरि पानी परेर आइसक्यो सफारी पनि पाउँदैन यहाँ चाहिँ हाम्रो छिमेकी आन्टी भेटाइसक्यौँ होस् न त्यहाँसम्म पुऱ्याइदिन्छ पर्नामी तपाईँलाई पानीले कुट्यो आन्टी त्यहाँ हिँड्दै जानुपर्छ है अलिकति साथ दिन्छ तपाईँलाई घरतिर लानु भन्नु गाइस अब हामी घर जान्छौँ यस्तो छ माहौल देखालिन यस्तो राम्रो आन्टी हेर्नु न यता भाइरल गरिदिन्छु तपाईँलाई पनि भाइरल गरिदिन्छु तपाईँलाई पनि मस्त जोक मारा भाइरल त किन त्यही पनि यत्रो सामान लिएर हामी चाहिँ अब घर जाँदैछौँ